Again, welcome to my YouTube channel. Namaste to everyone. आज म फेरि ग्रेड 11 के एउटा न्यू सेट क्वेशन लिएर आएको छु। ग्रुप ए मा 11 वटा एमसीक्यू हुन्छ, त्यसमध्ये म आज 6 एमसीक्यू गर्छु। नम्बर 1 बाट हेरौं। In the relation f is equal to ax plus bt square, where f is force, x is distance and t is time, the dimensions of b upon a is। अब b र a को छुटा-छुटै डाइमेन्सनल फर्मुला निकालौं। यो इक्वेशनलाई हेर्दाखेरि के हुन्छ त a is equal to f डाइमेन्सनल फर्मुला अफ f अपन x, डाइमेन्सनल फर्मुला अफ x यस भनेपछि m l t - 2 भयो डिवाइडेड बाइ l यस, l l क्यान्सल भयो अनि m t - 2 यस दिस वान। त्यस्तै b को पनि निकालौं। b को भइहाल्छ तपाईको डाइमेन्सनल फर्मुला अफ f अपन t स्क्वायर यस भनेपछि यसको चाहिँ सिम्प्लिफाई गर्नुभयो भने भ्यालु पुट गरेर भने के पाउनु हुन्छ त दैट इज द m l t - 4 यस यो पाउँछौं हामी। देयरफोर b अपन a के हुन्छ त b अपन a इज इक्वल टु b अपन a m m क्यान्सल हुन्छ। ओके, आफ्टर देन l t - 2 यस भनेपछि b अपन a को डाइमेन्सनल फर्मुला के भइहाल्छ त l t - 2 यस। दिस चोइस इज करेक्ट। नंबर 2 हेरौं। डॉट प्रोडक्ट of vectors is equal to 1/√3 times the magnitude of cross product, the angle between them is। दुईटा भेक्टर्स हामी a and b मानौ त भेक्टर a डट भेक्टर b is equal to 1/√3 times भेक्टर a क्रस भेक्टर b यस। अब यसको म्याग्निट्युडलाई हेरौं भनेपछि के हुन्छ त ab cos थीटा is equal to 1/√3 ab sin थीटा यस। ओके, सिम्प्लिफाई गर्नु भने ab क्यान्सल भयो। tan थीटा इज इक्वल टु √3 इज इक्वल टु tan 60 डिग्री। देयरफोर थीटा इज इक्वल टु 60 डिग्री यस। ओके, दिस नंबर बी चॉइस इज करेक्ट। अब क्वेश्चन नंबर 3 मा हेरौं। A body is dropped from a top of tower during its last second. It covers 25 meter. The height of the tower is भनेपछि h nth गिवन छ 25 मिटर। ओके, अब हामीले निकाल्नु पर्ने के छ त h n इज इक्वल टु व्हाट यस। अब h n इज इक्वल टु के हुन्छ त u प्लस g/2 2n - 1 यस। ओके, भनेपछि दिस इज गिवन टु यु 25 is equal to u 0 भइहाल्यो प्लस 10/2 5 भइहाल्छ 2n - 1 यस। पहिले n निकालौं। सिम्प्लिफाई गर्नुभयो भने n इज इक्वल टु तपाईको 3 सेकेन्ड आउँछ यस। अब hn निकाल्दियौ। hn इज इक्वल टु un प्लस 1/2 gn स्क्वायर यस। यो टर्म 0 भइहाल्छ प्लस 1/2 g भनेको 10 n भनेको 3 को स्क्वायर यस। अब यसलाई सिम्प्लिफाई गर्नुभयो भने कति हुन्छ त 45 यस, 45 मिटर। सो दिस नंबर बी इज करेक्ट यस। ओके, अब नंबर 4 हेरौं। फिगर शो द फोर्स डिस्प्लेसमेंट ग्राफ अफ अ मूविंग बॉडी, द वर्क डन बाय द बॉडी इज। अब यो फोर्स डिस्प्लेसमेंट ग्राफ दिएको छ। अब यहाँ AB भन्ने स्ट्रेट लाइन छ। A देखि 20 मा जाँदाखेरि कति वर्क डन हुन्छ त AB को मुनिको भाग हेर्दाखेरि दैट इज अ ट्रापेजियम यस। अब ट्रापेजियम को एरिया निकालौं के हामी तो वर्क डन इज इक्वल टु एरिया अफ द ट्रापेजियम भइहाल्छ। तो 1/2 इन्टु अब सम अफ द टु पैरेलल साइड्स अफ द ट्रापेजियम यस। अब यहाँ चाहिँ हेर्दाखेरि यो दैट इज द 5 न्यूटन, यहाँ 7 न्यूटन यस। सो 5 + 7 इन्टु परपेंडिकुलर डिस्टेंस बिट्विन टु पैरेलल साइड्स त्यो हेर्दाखेरि कति छ त 1 2 3 4 5 6 मिटर यस। यसलाई सिम्प्लिफाई गर्नुभयो भने कति हुन्छ त 36 जूल यस। सो दिस इज करेक्ट यस। 36 जूल कहाँ छ त नंबर डी मा यस। दिस इज करेक्ट। अब क्वेश्चन नंबर 5 हेरौं। इफ द रेडियस अफ द अर्थ सडनली डिक्रीजेस बाय 10% of its present value, the mass of the earth remaining the same, the value of acceleration due to gravity will। ओके, अब रेडियस घटिरहेको छ भने पक्कै पनि एक्सेलरेशन ड्यू टु ग्राभिटी बढ्छ भनेपछि नंबर ए र बी त हुने चान्सै भएन। नंबर सी र डी मध्ये कुन हुन्छ दैट वी हैव टू सी नाउ। ओके,
अब r प्राइम इज इक्वल टू के भनेको छ त डिक्रिजेज बाइ 10%, सो r माइनस दैट इज द 10% अफ r। अब यसले हेर्नु r माइनस यो गर्दाखेरि 0. कति भइहाल्छ त 1 इन्टु rs, यसरी गर्दाखेरि तपाईको इज इक्वल टू 0.9 r। ओके r प्राइम। अब हामीले निकाल्नु पर्ने के रहेछ त g प्राइम माइनस g अपॉन g into 100%, दिस वी हैव टू क्याल्कुलेट। अब यसको क्याल्कुलेसन गर्दाखेरि के गर्नु पर्यो त gm अपॉन r प्राइम स्क्वायर माइनस gm अपॉन के त r स्क्वायर अपॉन gm अपॉन r स्क्वायर into 100%। यसको भ्यालु gm तीनटेबाट क्यान्सल हुन्छ। अब यो r प्राइममा पनि के छ त 0.9 r भइहाल्छ, r स्क्वायर पनि क्यान्सल भइहाल्छ, अनि के बाँकी रह्यो भने दैट इज द 1 अपॉन r 0.9 को स्क्वायर माइनस 1 अपॉन यहाँ मुनि पनि r भइहाल्छ 1 भइहाल्छ इन्टु 100%, 1 अपॉन 0.81 minus 1 into 100%। okay, after simplifying what you get, यसलाई डिवाइड गर्नुभयो भने 1.234 minus 1 into 100%। अब यो कति भइहाल्छ त 0.234 into 100%, yes, this is equal to 23.4%। this is answer, yes, 23.4%। the increase about 23%, this is correct, yes। okay, अब यसपछि लास्ट क्वेशन हेरौं। द रेजिस्टेंस of conductor calculated from graph is। अब vi ग्राफ दिएको छ, यहाँ रेजिस्टेंस निकाल्नु। यो स्ट्रेट लाइन छ, यसको स्लोप चाहिँ रेजिस्टेंस दिन्छ, यस। ओके, अब यो स्लोप हामी चाहिँ अब r इज इक्वल टु भइहाल्छ डेल्टा v बाइ डेल्टा i, यस, डेल्टा v बाइ डेल्टा i। अब जुनसुकै पोइन्टको लागि लिए पनि हुन्छ, फर्स्टकै लिए पनि भयो भनेपछि 0.4 डिवाइडेड बाइ 0.1, yes, this is equal to 4। okay, so this number B choice is correct, yes। यसरी हामी चाहिँ 1 to 6 क्वेशन गर्यौं र अब हामी चाहिँ अर्को भिडियोमा चाहिँ रिमेनिङ क्वेशन गर्छौं। एन्ड आई होप दैट these all are beneficial to you। thank you very much।